आजको यस भिडियोमा चाहिँ म तपाईँलाई गुगल एडसेन्सको चाहिँ आइडेन्टिटी भेरिफिकेसन गर्ने तरिका जानकारी गराउँदैछु र त्यसको लागि चाहिँ जस्ट तपाईँहरूले गुगलमा आएर चाहिँ तपाईँको कुन युट्युब च्यानल हो अथवा कुन जिमेल अकाउन्ट रहेको छ त्यो लगइन गर्नुहोला र त्यसपछि सर्च गर्नुहोला गुगल एडसेन्स भनेर चाहिँ सर्च गर्नुपर्ने हुन्छ। त्यसपछि देख्न सक्नुहुन्छ गुगल एडसेन्स भनेर यहाँनिर देख्न सक्नुहुन्छ। जस्ट यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाईँहरूले यहाँनिर साइन अपमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। जस्ट साइन अपमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाईँहरूको कुन युट्युब च्यानल अथवा एडसेन्स अकाउन्ट भएको जिमेल देखाउँछ। जस्ट यसमा चाहिँ क्लिक गरेर तपाईँहरूले लगइन गर्नुपर्ने हुन्छ। जस्ट तपाईँहरूले चाहिँ केही समय वेट गरिसकेपछि चाहिँ यहाँनिर लगइन हुन्छ। लगइन भइसकेपछि अब तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ योर पेमेन्ट आर करेन्टली अन होल्ड, एक्सन रिक्वायर्ड, रिलिज पेमेन्ट भनेर यहाँनिर एक्सन पनि देख्न सक्नुहुन्छ। अथवा तपाईँहरूले चाहिँ आइडेन्टिटी भेरिफिकेसन गर्नको लागि चाहिँ यहाँनिर पेमेन्ट भन्ने अप्सनमा आउनुहोला र भेरिफिकेसन चेकमा आएर पनि तपाईँहरूले चाहिँ यो अप्सनमा चाहिँ आउन सक्नुहुन्छ र यहाँनिर देख्न सक्नुहुन्छ आइडेन्टिटी भेरिफिकेसन नट एटेन्सन भनेर देख्न सक्नुहुन्छ र भेरिफाई भएको छैन। र भेरिफाई नाउमा क्लिक गरेर चाहिँ तपाईँले सजिलैसँग चाहिँ यहाँनिर डाइरेक्ट क्यामेराबाट आफ्नो डकुमेन्ट चाहिँ भेरिफाई गर्न सक्नुहुन्छ अथवा युज आइडी एन्ड मेल पिन भेरिफिकेसन गरेर पनि गर्न सक्नुहुन्छ। जस्ट म चाहिँ यो प्रोसेसबाट गर्दैछु र जस्ट ओपिटी आउट भन्ने अप्सनमा क्लिक गर्नुहोला। यसमा चाहिँ तपाईँले डकुमेन्टको फोटो अपलोड गरेर र तपाईँले सजिलैसँग यसमार्फत चाहिँ भेरिफिकेसन गर्न सक्नुहुन्छ। जस्ट त्यसको लागि चाहिँ टेक एक्सन अब देख्न सक्नुहुन्छ आइडेन्टिटी भेरिफिकेसन निड एटेन्सन भनेर यहाँनिर साइडमा देख्न सक्नुहुन्छ टेक एक्सन भन्ने अप्सन। जस्ट यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि तपाईँले यहाँनिर केही समय चाहिँ लोडिङ हुन्छ देख्न सक्नुहुन्छ। भेरिफाई नाउ भनेर देख्न सक्नुहुन्छ र जस्ट भेरिफाई नाउ रेड अप्सनमा आएको छ। जस्ट यसमा चाहिँ भेरिफाई नाउमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि यस्तो आउँछ र स्टार्ट भेरिफिकेसनमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि अब तपाईँहरू केबाट चाहिँ ड्राइभिङ लाइसेन्स, पासपोर्ट, नेसनल आइडेन्टिटी कार्ड, म चाहिँ नेसनल आइडेन्टिटी कार्डबाट भेरिफाई गर्दैछु र तपाईँले नागरिकता पनि नेसनल आइडेन्टिटी कार्ड भनेरै नागरिकता यहाँदेखि हाल्नुभयो भने सजिलैसँग भेरिफाई हुन्छ। र जस्ट फ्रन्ट भनेको छ र जस्ट फ्रन्टमा चाहिँ म क्लिक गर्छु र डेस्कटपमा जान्छु। त्यसपछि यहाँनिर मेरो चाहिँ यहाँनिर रहेको छ फ्रन्ट भनेर सेभ गरेको छु। जस्ट ओपन गरेर तपाईँले देख्न चाहन्छु र फ्रन्टको चाहिँ अपलोड भइसकेको छ। त्यसै गरी म ब्याकको पनि डकुमेन्ट चाहिँ अपलोड गर्छु। जस्ट देख्न सक्नुहुन्छ यहाँनिर फ्रन्ट र ब्याक भनेर मैले सजिलैसँग चाहिँ सेभ गरेको छु र जस्ट यो पनि ब्याक पनि भइसकेको छ। र जस्ट ब्याक पनि यहाँनिर देख्न सक्नुहुन्छ फ्रन्ट र ब्याक नै मैले चाहिँ डकुमेन्ट अपलोड गरिसकेको छु। र अपलोड गरिसकेपछि अब तपाईँहरूले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ जस्ट नेक्स्ट अप्सनमा क्लिक गर्नुहोला र यहाँनिर चाहिँ तपाईँले फुल नेम लगाउनु होला। त्यसपछि एड्रेस लगाउनु होला। त्यसपछि सिटी, त्यसपछि पोस्टल कोड लगाउनु होला गुगलमा सर्च गरेर। त्यसपछि जस्ट नेक्स्ट अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। नेक्स्ट अप्सनमा चाहिँ क्लिक गर्नु होला र यो भेरिफिकेसन इज इन रिभ्यू भनेको छ र रिभ्यू विल टेक 1 to 3 days भनेको छ र यसरी तपाईँहरूले चाहिँ रिभ्यूको लागि भइसकेको छ र जस्ट डनमा क्लिक गर्नु होला। डन गरिसकेपछि यस्तो तरिकाबाट चाहिँ तपाईँहरूले आइडेन्टिटी भेरिफिकेसनको लागि चाहिँ तपाईँहरूले एप्लाई गर्न सक्नुहुन्छ र अब तपाईँले केही दिन चाहिँ वेट गर्नुपर्ने हुन्छ, केही टाइम चाहिँ वेट गर्नुपर्ने हुन्छ आइडेन्टिटी भेरिफिकेसनको लागि।